Hi everyone, welcome back to my new video after long time. I'm making the video guys, okay? I'm from the Narayani river side. Guys, just watch it. अब यहाँ चाहिँ के रहेछ भनेदेखि यो मसान घाट रहेछ के तर म यहाँ लोन्ली छु एक्लै छु अनि त्यही पनि अलि मसान घाट हुनेलाई कसो लाग्दो रहेछ भूत पनि आउँछ भनेर भन्दै थियो माथि सोधेको तर आइहाल्यो पनि छोरा मान्छे जातो यार हान्दिने हो पञ्चिङ ठोक्दिने हो है त गाइज ल म यसो अब यतातिर फेरि तपाईहरुलाई देखाउँछु तेरो अलि कसो लाग्दो रहेछ यार यो घर छ नि यो यहाँ मलामी आयो भनेदेखि यो घर चाहिँ के गर्दो रहेछ भने यहाँ बस्दो रहेछ क्या मलामीहरू ठ्याक्कै यो मसान घाटमै छु है त गाइज नो वरी अब इभेन आइम दि एलोन नो वरिज गाइज ल म अब तपाईहरुलाई एकचोटि यसो हल्का माथि देखाउँछु ल यो रातो बिल्डिङ जुन देखिराख्नु भएको छ नि यो चाहिँ यो लिफ्टिङ सिस्टम नेपालको सायद प्रथम लिफ्टिङ सिस्टमको यो सिँचाइ होला है यहाँबाट नारायणी खोला माथिबाट के गर्थ्यो भनेदेखि यो लिफ्टिङ गरेर पानी चाहिँ लिफ्टिङ गरेर अनि माथि सिँचाइको काम गर्थ्यो कृषि प्रधान देश त्यतिखेरको जे भए पनि शासकहरू भनौँ अथवा हाम्रो राजाहरू भनौँ यो चाहिँ राम्रो व्यवस्था गरिदिएको थियो कृषि प्रधान देश हुने यहाँको यो सिँचाइले नि सम्पूर्ण यो भनेपछि यता माथि यो शरदपुरतिर भयो अनि यो मोटामोटी यो के भन्छ रामपुर शारदानगर शिवनगर पार्वतीपुर सब यहीँबाट लिफ्टिङ सिस्टमको सिँचाइले नै पुग्थ्यो है त यो भरतपुरको जुन उकालो छ नि यो तलबाट जाने नहर यहीँबाट नै हो है त यसबाट नै पास हुँदै जाने हो हेर्नुहोस् त कृषि प्रधान देशलाई मजाले इरोसन गरेर यहाँ जस बनाइदिएको थियो तर के गर्ने अहिले चाहिँ भत्ताबुङ लथालिङ बनाइदिएको छ अब त्यो सिँचाइका पनि काहीँ जुन छ नि सिँचाइ हुने त्यो कुलोहरू भनौँ न त्यो कुलो पनि ब्लक गरेर काहीँ पिच गरिदिएको छ काहीँ अब यो अतिक्रमण भएर घरै बनाइदिएको छ ल अब बिस्तारै हेर्नुहोस् म नारायणघाट सिटी तपाईँहरूलाई देखाउँदैछु अनि थोरै त्यसकै यतापट्टि एउटा त्यहाँ शिव मन्दिर भन्ने छ हेर्नुहोस् त त्यहाँनिर एकदम दामी छ त्यो मन्दिरमा आउनुहोस् कहिलेकाहीँ त्यहाँ बस्नुभयो भने नि नारायणी खोला चिसो पानी चिसो हावा ठ्याक्क आइपुग्छ क्या मजाले आइपुग्छ ल अनि यतातिर एकचोटि चाहिँ के भएको थियो भने नर्कट घारी देखिराख्नु भएको छ यो सानो नर्कट घारी यत्रो सानो नर्कट घारी चाहिँ एकचोटि त्यहाँ बाघ आएको थियो हो जुन एकचोटि यहाँ के भनेदेखि यो बाघ जब आइसकेपछि एउटा वकिङ गर्ने मर्निङ वक गर्ने मान्छेलाई अट्याक गरेको थियो त्यहाँ त्यो अट्याक गर्ने मान्छेलाई अब चिथोरेको रहेछ चिथोर्दाखेरिमा भनौँ अरू साथीहरू पनि त्यहाँ वकिङ गर्ने मर्निङ वक गर्नेहरूले हल्ला सल्लाह गरिसकेपछि त्यहाँनिर सडक कलार्यो नर्कट घारीमा छिरेछ अनि त्यसलाई चाहिँ के गर्नु पऱ्यो भने क्याप्चर गर्यो भनेपछि टाइगर टप्स प्लस यो के अरे सौरा कसरा कतातिरबाट हात्तीहरू लिएर आएको थियो तिनवटा कतिवटा हात्ती लिएर आएको थियो अरे त्यो हात्तीलाई नै अट्याक गरेछ अरे त्यसपछि भागेर कोही कता तिनतिर भागेछन् त्यो हात्तीहरू पछि फेरि दारे हात्तीहरू लिएर आएर त्यसलाई चाहिँ के भन्छ ग्यासिङ गरेर त्यसलाई कन्ट्रोलमा ल्याएर फेरि कतातिर राखेको छ अरे त्यो बाघलाई है त यस्तो ठाउँ छ यो जुन पेटी जस्तो देख्नु भएको छ नि यहाँ मर्निङ वाक गर्न एकदम राम्रो ठाउँ छ रनिङ गर्दाखेरि पनि करिब तपाईँको ओभरदोर यसरी गर्नुभयो भने छेउ यसरी रनिङ गर्नुभयो भने नि अन्टिल त यहाँ बुद्धको यो के भन्छ मूर्तिबाट यसरी आइसकेपछि यहाँसम्म तपाईँको यो पुलसम्म के भन्छ वकिङ गर्न मिल्छ है त यो पुलसम्म यहाँनिरसम्म वकिङ गर्न मिल्छ त्यसले गर्दाखेरिमा तपाईँहरू आइहाल्नुभयो भने यो वकिङ गर्ने ठाउँसम्म मजाले दौडिन मिल्छ सर आउनुहोस् दौडिनुहोस् गजब ठाउँ छ हेर्नुहोस् त यति राम्रो ठाउँ छ अब यो नारायणघाट बजार भइहाल्यो कि रे अनि यो स्टलहरू थियो अस्ति नै यहाँ औद्योगिक मेला लागेको थियो है यो औद्योगिक मेला हुँदाखेरि एकदम ओभर क्राउड थियो एकदम त्यहाँ अब अहिले जस यसलाई चाहिँ उठाउँदैछन् यो रोटेपिङ भइहाल्यो यो चाहिँ एउटा स्विङ गर्ने खालको रहेछ अनि यहाँनिर बच्चा बच्चीलाई खेलाउने एउटा के भन्छ यो जाँदै पिङ जस्तै थियो त्यो पनि उठाउन लागिसकेको रहेछ अनि यो टावरहरू जस्तो जो छ नि यो टावर चाहिँ इफिल टावर जस्तो बनाउने हुने भनिराखेको थिएँ तर यसलाई इन्कम्प्लिटै बनायो जस कम्प्लिट गर्न सकेनन् जस्ता कस्तै राखिदियो यहाँ जस रमाइलो चाहिँ त्यसै रमाइलो भएको थियो मेलामा मान्छे चाहिँ अझ एक दुईवटा फाटाफुट्टा हिँड्दैछन् ल यहाँनिर अब यसो कसैले
यसो बोटिङ गर्ने इच्छा राख्नुहुन्छ भने आउनुहोस् यहाँनिर हेर्नुहोस् त स्पिड बोट वाउ क्या मजा छ दामी नेपालको झन्डा हेर्नुहोस् कति युनिक छ संसारको एक मात्र यस्तो किसिमको झन्डा पाउनुहुन्छ है त वाउ अब हामी पनि धेरैचोटि चढिसक्यौँ वन्स अगेन हामी फेरि एकचोटि आउँछौँ फेरि यहाँ यो डुङ्गा पनि चढ्नलाई ठ्याक्क यो पुलसम्म पुर्याएर यो रिटर्न गराउँछ फेरि है त यसलाई चाहिँ ल हेर्नुहोस् त क्या मजाको छ नि दामी छ दामी दामी वाउ डबल छ पुलबाट ठ्याक्क चिनाउँछ ल अर्को आइपुग्यो ल हेर्नुहोस् त कति रमाइलो गरेछ आउनुहोस् तपाईँलाई रमाइलो गर्नु मन लाग्दैन आउनुहोस् यसरी चढ्न यहाँ पनि वाउ रियली रियली अमेजिङ अमेजिङ गाइज गुड गुड यस्तो स्पिड छ ल हेर्नुहोस् वाउ माथि पुरा फेरि टर्निङ गराउँछ यसले दामी छ दामी 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 अनि त्यसपछि यहाँनिर यो रुखहरू देखिराख्नु भएको छ नि पहिला यो रेड क्रस यहाँनिर हामी चाहिँ माडीबाट आउँदाखेरि टायर गाडामा चढेर आउँथ्यौँ ठ्याक्कै यहीँ राख्थ्यो दाइहरूले चाहिँ खानासाना पकाउँथ्यो हामी फिल्म हेर्न जान्थ्यौँ यहीँनिर के होस् टायर गाडा चाहिँ रोक्थ्यो है त त्यसरी रोकिसकेपछि हामी सर्लक्क लाएर के गर्थ्यौँ फिल्म हेऱ्यो अनि फर्केर आएर फेरि यही ठाउँमा हामीहरू यसो बस्थ्यौँ कस्तो मजाको छ ठाउँ पनि ल हेर्नुहोस् आउनुहोस् यहाँ पहिला सानसाना बिल्डिङ थियो त्यतिखेर अब अहिले विशाल विशाल यो पूर्व पश्चिम राजमार्ग जोड्ने एक मात्र एकदम महत्त्वपूर्ण एकदम इम्पोर्टेन्ट ब्रिज है त यो ब्रिज पहिला हामीहरू यहाँ फिल्म हेर्न आउँदाखेरि सानोमा यो पुल भर्खर बनाउँदै थियो त्यतिखेर यो पुल नबन्दाखेरि पूर्व पश्चिमको कनेक्टिभिटी पनि टुटेको जस्तै थियो तर यहाँनिर डुङ्गाबाट तार्थ्यो है त डुङ्गाबाट मजाले यहाँनिर आइसकेपछि के गर्दै गाडी हो यहाँबाट ठ्याक्क डुङ्गामा हालेर दुईवटा डुङ्गामा हालेर सर्लक्क लाएर तारेर यो घाटसम्म यहाँ पुर्याएर राख्थ्यो हो ठ्याक्क यहाँनिर के झार्थ्यो अहिले यो पुलले गर्दाखेरि यति इजी भएको छ तर यो पुल पनि अहिले के छ एकदम धराप भइसकेको छ एकदम धराप भइसकेको छ खोइ कहिले पनि यहाँ सिग्नेचर ब्रिज बनाउने भनेर ठुल्ठुला गफ दिन्छन् तर खोइ कहिले इन्गेज बनिहाल्यो भने द्याट्स ग्रेट फर अस अल्सो भेरी नाइस अल्सो ल एउटा स्पिड बोट चाहिँ यहीँ आउँदैछ ल वाउ कति राम्रो चमचमाउँदो फरार गरेर छ हाम्रो नेपालको हेर्नुहोस् त आइकोनिक झन्डा वर्ल्डको एक मात्र यस्तो किसिमको झन्डा हेर्नुहोस् युनिक छ नि हो हाम्रो झन्डा है साथी हो ल हाम्रो झन्डा बारेमा पनि जाओस् त दुई चार शब्द यहाँ माथिबाट गइसकेपछि यतातिर गइसकेपछि के भयो भनेपछि तपाईँको सर्लक्क लाएर देवघाटबाट आउने हो पवित्र नदी है त यो नारायणी नदी पवित्र नदी नारायणी नदी यस्तै छ एक दिन चाहिँ यहाँ बाल्लोमा यो ढुङ्गा हिँड्न त्यसरी मन छ अब एक्सर्साइज गर्ने दौडिने पनि मन छ हेरौँ अब कहिले टाइम मिल्छ अनि डेफिनेटली आई कम टु एक्सर्साइजिङ हियर अल्सो घाम लागेको बेला आउनुपर्छ ताकि स्वेटिङ होस् कि बढी पसिना पनि जाओस् न पसिना गइसकेपछि यसो रोग व्याधि हराउँछ भन्छन् ल गुड गाइज वाच इट है त अलि स्पिड भयो जस्तो छ हो यो बोट पनि वाउ त्यसलाई कभर गरौँ भने ल यहाँबाट स्टिल अहिलेसम्म के छ डुङ्गा ख्याउने सिस्टम स्टिल छ है साथीहरू ल हेर्नुहोस् त यहाँनिर खेलाउँदैछ हो हातले साथीहरू माछा मार्नुतिर लागे जस्तो छ नि हाम्रो यो बोटे जातिको परम्परागत रूपमा यसरी नै उनीहरू माछा मार्ने र आफ्नो जीविकोपार्जन गर्ने गर्छन् हेर्नुहोस् त यस्तो मजाले ख्याउँदैछन् ल यतातिर फेरि सनसेट भ्युज हुँदैछ ल हेर्नुहोस् वा वन्डरफुल तर क्याप्चर गर्नु अलिक गाह्रो रहेछ हेर्नुहोस् त क्या मजा रहेछ न दामी छ दामी सही छ साथी हो ल ओ ट्र्याक्टर नभन्दै अब खोइ यहाँ मसान घाट हो भनेको त नभन्दै लिएर आएको जस्तो छ साथीहरू ट्र्याक्टरमा ल हेर्नुहोस् त ट्र्याक्टरमा लिएर आएको जस्तो छ ल म लागेँ यहाँ त त्यसो घरतिर के अरे अब यस्तो ल साथी यहाँ फेरि भुताउला